गाडीबाट झरिसके पछाडि साथीलाई लु त म यहाँबाट हिँड्दै गरेको एउटा सानोबाट भिडियो बनाउँ त भनेर लगाएर भिडियो सिडियो बनाएँ। त्यस पछाडि चाहिँ म आफै क्यामेरा पक्रेर होइन यो गेटको बाहिरपट्टिको नजारा सानोबडे भिडियोमा रेकर्ड गरेँ। रेकर्ड गर्दै अगाडि बढेँ है। त्यस पछाडि चाहिँ मेन गेटमा होइन त्यो आइडी कार्डहरू देखाएर चेक इन गरिसके पछाडि त्यहाँबाट यो भित्र पसेँ होइन। यो भित्र पसेपछि पनि यो नजारा मजाका लाग्यो। यो नजारालाई पनि मजाले एकछिन भए पनि हिँड्दै हिँड्दै होइन भिडियोमा क्याप्चर गरेँ। अन्त आफूलाई पनि फ्रेममा ल्याउनु पर्छ भनेर आफूलाई पनि सेल्फीबाट भिडियो सुट गरेँ होइन। अन्त त्यसरी नै म चाहिँ अब यसरी बोर्डिङ गेटपट्टि अगाडि बढेँ है। अन्त बोर्डिङ गेटपट्टि अगाडि बढ्दै मेरो बोर्डिङ गेट नम्बर चाहिँ D11 थियो होइन। अन्त त्यहाँ बोर्डिङ गेटको छेउमा पुग्दाखेरि चाहिँ यो नजारा पनि राम्रो लागेर चाहिँ फेरि यो पनि सानोबडे एरोप्लेनको पार्किङ एरिया भनौँ या रनवे एरिया होइन। यो माथिबाट मजाको देख्दै थियो र यसलाई पनि सानोबडे मेरो भिडियो फ्रेममा हालिहालेँ होइन। अनि त्यसको पनि सानोबडे भिडियो सुट गरेँ। त्यस पछाडि चाहिँ यो भिडियो सुट गरिसक्दा नसक्दा टक्कै बोर्डिङ पनि सुरु भइहाल्यो है। अन्त त्यस पछाडि बोर्डिङ गेटबाट भित्र पसेर है यो एरो ब्रिजबाट हुँदै अगाडि जाँदाखेरि यो अगाडिको मजाको यो पनि फेरि मलाई मजाको लागेर फेरि यो पनि सानोबडे मोमेन्ट क्याप्चर गरेँ है। अन्त आफूलाई फेरि भिडियो फ्रेममा लिँदै एरो ब्रिजबाट अगाडि बढेँ होइन मेन डोरपट्टि भनौँ न है फ्लाइटको मेन डोरपट्टि। अन्त यसरी नै आजको मेरो ब्याक आउने यात्रा सुरु भयो साथीभाइ हो।